यो भिडियोले त लास्टै मन छोयो मेरो साथीहरू। हेर्नुहोस् त, पुरानो जमानामा या हाम्रो टाइममा हामी सानसाना केटाकेटी बच्चा हुँदाखेरि हाम्रा आमा र हाम्रा हजुरआमाहरूले यसै गरी घर पोत्दै गरेको मैले धेरै पटक देखेको थिएँ। त्यसपछि मैले पनि चुना ल्याएर यसरी चाहिँ घर रङ्गाउने गर्दथेँ। त्यसले गर्दा मलाई पुरानो बालापनको याद आयो। अब अहिले चाहिँ सहर बजारको चौकाचौध होइन, सहरको रमझम र त्यसले गर्दाखेरि अनेक विविध तरिकाका चाहिँ प्रविधिहरू आए र रङ रोगनका कामहरू बेग्लै तरिकाले हुन थाले। तर पहिला यसरी नै गरिन्थ्यो। दसैँ तिहारको बेलामा हर कसैलाई चाहिँ घर श्रृङ्गार्ने, राम्रो बनाउने, लिप्ने, पोत्ने र यसरी चाहिँ चुनाले चाहिँ रङ्गाउने काम गरिन्थ्यो। र त्यही यो भिडियो हेरिसकेपछि मलाई लास्टै मन छोयो। साथीहरू, तपाईँहरूलाई कसलाई मन छोएको छ? कतिजनाले चाहिँ तपाईँहरू यसरी घर रङ्गाइरहेको देख्नुभएको थियो र के गर्दै हुनुहुन्थ्यो त्यो अवस्थामा, बालापनमा? तपाईँहरू भन्नु होला त साथीहरू।